कथा नयाँ घर पराई व्यवहार। सिन्धुपाल्चोकको डाँडामाथि बसेको सानो गाउँ बलकोटे। हिउँदे घाम घरका छानामा पर्छ र ढिकीको तालले गाउँ सुनिने हुन्छ। नयाँ बेहुली सरिता निधारमा रातो सिन्दूर तर मुहारमा मलिनता बोकेर सासूको हुकुम मान्दै थिई। त जलेबीको लागि बेहुली भएकी होस्। उठ ढिकी कुट। सासूको कठोर स्वरले बिहानको चिसो भत्काइदिन्थ्यो। श्रीमान परदेशमा थिए। फोन कहिले आउँदैन। गाउँले भन्थे रूप राम्री हो, दाई छोडेर बसेकी छ। हेर के चाल चल्छे। सरिता हाँस्थी, होठ मुस्कुराउँथे, आँखा रन्थनिन्थे। दिन बित्थे, ओखल कुट्दै, भाँडा माझ्दै, बकारी बुन्दै। कुनै घरको झ्यालबाट हेर्दै दिपेन्द्र देखिन्थ्यो, चुपचाप हेर्न मात्रै जान्ने मान्छे। दिपेन्द्रको घरमा पनि दुःखै थियो, आमाले मरेपछि चुप लाग्न थालेको। उसले कसैसँग बोल्दैनथ्यो। तर सरिताको मौन पीडा उसले बुझ्थ्यो। एक दिन ऊ घाँस काट्न जङ्गल गयो, सरिता पनि त्यही। माफ गर्नुहोस्, दिपेन्द्र बोल्यो, तपाईलाई सासूले बिहानै गाली गर्दै थिए। सरिता झस्की तर केही नबोली। म बुझ्न सक्छु, दिपेन्द्र फेरि भन्छ, साँच्चै अर्काको घर बेहुलीका लागि पराई जस्तै हुन्छ। सरिता पहिलो पटक उसको आँखामा आफ्नै आँसुको प्रतिबिम्ब देख्छे। मौनता गहिरिन्छ। भोलिपल्ट बिहानैदेखि आकाश धमिलो थियो। पानी पर्ने आंकलन थियो। तर सरिता पहिले चाहिँ उठी पानी तताइन्, चिया बनाइन्, सासूको खुट्टामा पाउ मस्काइन्। तर सासूको चिसो बोलीले अझै पनि तातिएको पानी झैं पोल्थ्यो। 2 महिना भयो बेहुली भएर आएको। न ज्वाइँले फोन गर्छ न तै चुप लागेर बस्छेस्। के अड्कल छ मनमा? सरिता केही नबोली। उसले आफ्नो मौनतालाई नै ढाल बनाएको थिई। तर त्यो मौनता पनि आरोपको विषय बनिसकेको थियो। दिन ढल्दै गयो। दिउँसो उसले गाउँको सानो छायामा गाग्री बोकेर पानी लिन जानु पर्यो। पानीको धारामा दिपेन्द्र पनि थियो। तपाई ठीक हुनुहुन्छ? उसले फेरि चुपचाप सोध्यो। सरिता थोरै हाँसी अनि भनिन्, यहाँ ठीक हुनु भनेको बोल्न नपाउने, रुदा पनि कसैले नहेर्ने हो। दिपेन्द्र केही समय चुप लाग्यो। त्यसपछि भन्यो, तपाई मसँग खुल्न सक्नुहुन्छ। कहिल्यै निर्णय गर्ने हिम्मत नपाएको मान्छे हुँ म पनि। तर त्यो कुराकानी त्यही टुङ्गिएन। पानी भरेर फर्किँदा 2 जना गाउँले बुढीहरू एउटै चौतारीमा बसेका थिए। हेरेकी? त्यो बेहुली दिपेन्द्रसँग दोधारेर बोलिरहेकी थिई। बिहे भएर पनि के चाल? लाज छैन। अर्काको घरको नामै बिगार्ने काम गर्छे। सरिताले त्यो कुरा सिधा सुनी। रित्तो गाग्री बोकेको जस्तो लाग्यो, शरीर पनि रित्तिए जस्तो। साँझ घर फर्किँदा सासूले त्यही कुरा बोलिदिइन्। के हो सरिता? गाउँलेहरूले के कुरा गरे? यस्तो बेहुली पाल्नुभन्दा त सर्प राखेको राम्रो। त्यस रात भुइँमा सुतेकी सरिताको आँखा थाकेर होइन, चुकेर ओइलिएको थियो। 7औं दिन भयो, सरिताले रातभर निद्रा पाएको छैन। सासूको व्यवहार, समाजको गसिप र दिपेन्द्रसँगको सानो संवाद सबै कुरा मनमा आदि जस्तै गुन्जिरहन्थे। त्यही साँझ झ्याल बाहिरको जुन हेर्दै ऊ कुची कागज लिई लेख्न थाली। दिपेन्द्रजी, तपाईलाई नभन्ने कुरा लेख्न सजिलो लाग्यो। चिठीको अंश। म बेहुली त बने, तर कसैको घरकी भए जस्तो लाग्दैन। यो घर, यो झ्याल, यो ढोका हरेकचोटि मलाई हेर्छ तर अपनाउँदैन। मेरो श्रीमान मबाट टाढा छन्, तर यो घर चाहिँ मबाट अझ टाढा छ। तपाई मलाई बुझ्न खोज्नुहुन्छ भन्ने लागेको छ। त्यो बुझाइ कुनै माया होइन होला सायद, तर त्यो बुझाइ नै अहिले मलाई बाधिरहेको छ। म आत्महत्या गर्दिन, म भाग्दिन पनि। तर म चुप लागेर गल्दिन पनि अब। म भोलिदेखि लेख्न थाल्नेछु आफैको कथा। म बुझ्न चाहन्छु, म मान्छे हुँ कि केवल चेली? चिठी उसले दिपेन्द्रलाई कहिल्यै दिन सकी कि सकिन त्यो खुलेको थिएन। तर त्यो रात उसले पहिलो पटक भित्तामा झुन्डिएको आइनामा आफूलाई हेरी। र आँखा आफैसँग बोलिरहेका थिए। त चुप छैनस् अब? त बोल्छस्, लेख्छस्, बाँच्छस्।